छ। अब खोलामा पसेर टिकटक बनाउनु नै आफ्नो एउटा एक त आफ्नो ज्यान पनि जोखिममा। अनि अब टिकटक जति गर्दा पनि भिडियो गरेर भाइरल हुँदैन हैन, भिडियो पोस्ट गर्दा पनि अब यति गरेपछि त भयो भाइरल हुने भयो हैन। त्यहाँ कपडा फिजाएर चाहिँ कपडाले चाहिँ हेलिरहेछ है, कपडा चाहिँ माछा हिले चाहिँ हेलिरहेछ कपडा। अनि माछा आउँछ यसलाई खोलामा पानीमा हेलिँदै, आउना माया यसलाई रुखपातले छेलिँदै भन्ने गीत छ नि। फेरि माछा चाहिँ माया चाहिँ रुखपातले छेलिँदै होइन, माछा चाहिँ के अरे हेलिँदै आएर झुक्केलाई ढुङ्गाको च्यापतिर अब लुपुङ पसुङ भन्दाखेरि फेरि अन्त्य पछि जाला है। दायाँ बायाँ पनि हेर्नु है सिस्टर, माछा आइहाल्ला है फेरि हैन। गाह्रो छ हौ, गाह्रो छ। टिकटक पनि के तरिका कुन तरिकाले बनाउनु पर्छ। अनि के गर्ने अब, सोझो औँलाले घिउ निस्किँदैन हैन। गाह्रो छ नि टिकटक बनाउन पनि।